वेलकम ब्याक साथीहरु मेरो नयाँ ब्लगमा। आज सुँगुर काट्दैछौं। अब हामी सुँगुर पोलिरहेको छौं। यता पहिलो ग्यासले सुँगुर पोलेको। यता पोलेर खुर्किरहेको छौं। हामी 5 जना 6 जना छौं आज सुँगुर काट्ने। त हाम्रो काटेर पनि अब यसलाई बेसार दल्दिने। हल्दीहरु दलेर रेडी छ। यहाँ सुँगुरलाई कलर लगाइरहेछ भाइ राम्रो देखाउनलाई। सुँगुर अब यसलाई फर्काउने। एकातिर लगाइसक्यो, अब अर्कोतिर पनि लगाउने। यसरी फेरि यसलाई फर्काइदिने। फरक्क हल्का यसरी कलर यता पनि दल्दिने। राम्रो देखिन्छ। चिटिक्काको मासु खाम जस्तो हुन्छ। 2 जनाले यसरी यसलाई दलिरहेछन् हाम्रो बुङ्गुरलाई। मिस्दैछन्। ल अब यसलाई पखाल्ने। कलर लगाएर अब यसलाई मज्जाले धोइदिनु पर्छ। मिची धोइदिने। एकदम सफा तरिकाले काट्छौं है हामीले बुङ्गुर। मजाले धोएर हाम्रो भेनाहरुले मजाले यसलाई धोएर मात्रै काट्नुहुन्छ। यसरी मजाले पखाल्दिने। लगभग पखालेर पनि भइसक्यो। गाउँघरमा यसरी नै हामीले बुङ्गुर काट्छौं। प्रायःजसो हाम्रो घरमा हामी नै पालेछौं। घरमै काट्छौं। यसरी काटेर बेच्ने गर्छौं। किलोको 500 छ हाम्रोतिर। अब यसलाई फर्काउने। राम्रो देखिदैन, त्यही भएर हाम्रो भेनाले काट्दैछन्। यसरी मजाले काट्दिनु भएको छ। मजाले काट्दिनु भएको छ त्यसको टुप्पो। अहिले भुँडी राख्नलाई रेडी पारिरहेको छु। छोडे एकछिनको लागि। अब पनि कति चलेछ आज। यसरी काट्दिने। घाँटी पनि सिनालेर उता राख्दिए। अब यसलाई मजाले फेरि रगतहरू सबै पखाल्दिने। रगतहरू सबै पखाल्दिनुपर्छ। अब यसलाई यहाँदेखि काट्दिने। यो पेटी सेपको बनाउनलाई अलग राख्ने। काट्दिन पर्छ। अनि यसलाई अब
फिलो निकाल्ने। हाम्रो भेनाले उता फेरि भुँडी बनाउनु हुन्छ कान्छो, अनि हाम्रो जेठा भेनाले यता काट्दैछन्। छोरोले भिडियो बनाउँदैछ। कस्तो मासु छ यसो कमेन्ट गर्नु है साथीहरू हेरेर। यो घरमै पालेको लोकल दाना खाएर खुलाएर मकैको पिठो, धानको भुस, बरन, घाँसहरू हालेर सबै यस्तो राम्रो तरिकाले पालेर काटेको अझ हाम्रो बुङ्गुर। देख्दा नि खाम जस्तो देखिन्छ। 80 किलो रे भन्दै ठ्याप पानेर यता पठाइदिनु भयो। अब यसलाई मासु छुट्याउने। अनि यसले त फेरि अर्को फिलो पनि निकालिदिने। यता फिलो पनि निकाल्नलाई रेडी हाम्रो भेनाले काट्दैछन्। हाम्रो भेना माइलो होइन जेठो भेना। जहिले नि सुँगुर काट्दाखेरि बोलाउँछु। अलि भएन रे भन्दैछन् यहाँसम्म त भनेर। फेरि टुक्रा पारिदिने यहाँदेखि। यसरी टुक्रा पार्ने सुँगुर। टुक्रा भइसक्यो। अब यसलाई पिस बनाउने। फेरि यहाँदेखि काटिदिने। अनि फेरि यसलाई टुक्राउने। यस्तो मजाले टुक्राइदिने। हाम्रो बहिनीहरूले केही बोल्दैनन्, खुरु आफ्नो काम गर्छन्। अब अगाडिको खुट्टा पनि निकालिदिने। कस्तो देखिरहेछ मासु कमेन्ट गर्नु है साथीहरू। त्यति बोसो पनि छैन, पुरा मासु रातो मासु देखिरहेछ। अब सुँगुरमा त अलिअलि भइहाल्छ, खासै त्यति बोसो छैन। रातो मासु अलि बढी छ। छोरोले के बनाएको छ भिडियो। यहाँ मिलेन अरे तिमीहरू, म आएँ त समात्नलाई। उता पुरा मासु छुट्याउँदैछन्। एकातिर फिलोहरू काट्दैछन्। यसरी नै हामीले बुङ्गुर काट्ने गर्छौँ। एउटा भुट्टा बनाउँदैछन्। भुट्टाको लागि त्यो भुँडिहरू निकाल्दैछन्। फेरि भेनाले उता यो फाल्दे। यसलाई पनि टुक्रा पार्ने रे। अब जोख्नलाई सानो टुक्रा पारिरहेछन्। अब जो पहिला जोख्न पर्यो कति धार्नी भयो, अनि त्यही अनुसारले भाग लाउने हो। अब जोख्नलाई त अलिअलि सानो गराउनै पर्यो। हल्का सानो पिस गराएर जोख्न मिल्छ, ठुलो भयो भने त अट्दैन। अहिले बिचबाट फेरि चिर्दिने। यस्तो
करङलाई पनि 2 भागमा बाँडे यताको 3-3 वटा करङ बनाएर ठिक्क गरी मिलाएर काट्ने। हेर्नुहोस् त्यति चर्बी पनि छैन, रातो मासु अलि बढी देखिएछ। उता पनि करङकै हो, करङलाई पनि मजाले बराबर मिलाएर काटिदिने। यसरी काटिदिनु पर्छ, के गर्ने। सुँगुर पालेर पनि चुक्का छैन, काट्ने मान्छे नपाएपछि गाह्रो हुन्छ काट्नलाई। अझै 3टा छ काट्नलाई, बल्ल त सुरुवात गरेछन्। यसलाई पनि टुक्रा टुक्रा पार्ने, अब टुक्रा टुक्रा सबै। सबैलाई अलिअलि सानो पिस गरेर बनाउने। यसले पनि फेरि बिचबाट चिर्दिने। यस्तै 2 भाग गरिदिए। लगभग अब चिरेर भइसक्यो। अब जोक्नलाई रेडी हुनु पर्यो। अब यो घाँटीको भाग बचेछ टुक्राउनलाई। भिडियो मन परे लाइक, कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला च्यानललाई, सरोज युट्युब च्यानल। हेकुला निरको काट्दैछन् अब। हाम्रो रेडी भइसकेछ सबै। मासु निकालेर त भुट्टा बन्दैछ। अब यो जोख्ने कार्यक्रम गर्न पर्यो। काटेर पुरा रेडी भइसकेछ। मासु एकातिर, हड्डी एकातिर काटेर सबै रेडी भइसक्यो। यता भुँडी बनाउँदैछन्। अब जोख्ने। कति केजी हुन्छ अब जोख्न पर्छ। यस्तो बोरामा हाल्ने, मजाले बोरामा हालेर सानो काँटाले नक्क उठाइदिने। अनि यति केजी छ भन्ने थाहा हुन्छ। चाइनिज काँटा।
अन्त छोरोले लेख्दैछ कति केजी भयो भनेर। हाम्रो सुँगुर पनि जोकेर भ्याइयो 81 केजी भयो। आजलाई थ्याङ्क यू।